म चाहिँ कन्टेनरको भित्र आइसकिरहेको छु। यो भाइले चाहिँ लकडा निकाल्दैछ। अब यो सिसा हामीले क्रेनबाट तल उतार्नुपर्ने हुन्छ। काम चाहिँ यही हो आजको। अनि यो चाहिँ टक्कसँगले यो भुत जस्तो भएर चाहिँ यो सेफ्टीको लागि लगाएको हो। म भित्र अब गएर देखाउँछ त। यो यति लामो छ नि, कन्टेनर यति लामो छ नि। यो मुनिको फेरि यस्तो राम्रो हुँदो रहेछ, घर जस्तै राम्रो हुँदो रहेछ। यो चाहिँ भुत बस्ने ठाउँ जस्तै छ यो कन्टेनर, यति लामो छ। यस्तो भित्र चाहिँ हुँदै छ। अनि यो अब यहाँको यो माथिको यो पाल पल्टाउने, अनि माथिको पाल पल्टाएपछि यो ह्याङ्गर निकाल्ने। यो ह्याङ्गर निकालिसकेपछि क्रेनले माथिबाट यहाँ रोप फसाउने, टक्क यहाँ चाहिँ रोप फसाउने। यसमा रोप यसरी यताबाट यता फसाएपछि चाहिँ यता यसरी फसाएपछि चाहिँ माथि उचाल्छ। यो एउटा सिसा 800-900 केजीको हुन्छ। एउटा सिसा एउटा बक्समा 4वटा 5वटासम्म हुन्छ। त्यति धेरै वेट हुन्छ यो, त्यति हेभी ग्लासहरू हो। अनि आजको चाहिँ यो यहाँबाट हेर्दा त के हो, पर देखिन्छ त यति लामो छ क्या कन्टेनर। यसरी नै बित्दैछ दुबईमा काम गर्दै। 6 महिना यसरी नै बित्यो। अब कति महिना बित्ने हो थाहा छैन। गर्मी चाहिँ यस्तो गर्मी हुन्छ नि, यस्तो गर्मी हुन्छ नि। अहिले चाहिँ बिहानै छ र त यस्तो पसिना आइरहेछ। भरे दिउँसो चाहिँ पसिनाको कुरै नगरौँ। यो चस्मा पनि अलिकति सुहाएको छैन क्या हो। अनि अन्तिममा चाहिँ यो मेरो युट्युब च्यानललाई सब्सक्राइब गरेर, लाइक गरेर, सेयर गरिदिनु होला भन्न चाहन्छु सबैजनालाई। हस् त, धन्यवाद।